है। अब के छ भने आजको हाम्रो टपिक्स चाहिँ रेमिटेन्स भन्ने टपिक्समा हामी चाहिँ केही कुरा गर्छौँ ल। तपाईहरुले हिजोको क्लासमा श्रम निकाल्ने तरिकाहरू सिकिसक्नुभयो है। श्रम कसरी चेक गर्ने भन्ने कुराहरू सिक्नुभयो नि। श्रम निकाल्ने भन्दा पनि श्रम चेक गर्ने, श्रम मेरो निस्केको छ कि छैन, श्रम स्वीकृति भयो कि भएन हैन, श्रम स्वीकृति भइसकेको छ भने मेरो मेन पावरबाट भएको छ कि व्यक्तिगत तौरबाट भएको छ कि भन्ने कुरा त तपाईहरुले चेक गर्न जान्नुहुन्छ है। यो विषयमा कुनै समस्या भयो भने तपाईहरुले हामीलाई सम्पर्क गर्नुहोस् या क्लासमा सोध्नु होला है ल। व्यक्तिगत र मेन पावरमा धेरै कुराको फरक छ नि। जस्तो कि अघि नै मैले एउटा कुरा एक्सप्लेन गरेँ भने व्यक्तिगत श्रम भनेको चाहिँ के हो भनेर भन्दाखेरि तपाई जुन देशमा अहिले जाँदै हुनुहुन्छ नि त्यो देश तपाईलाई मन पर्यो, त्यो देशको कुनै कम्पनी मन पर्यो, त्यहाँको आय आर्जन राम्रो लाग्यो तपाईलाई भने त्यो देशमा आफ्नो घर परिवारभित्रको कोही मान्छे, आफ्नो परिवारभित्रको भनेको को हुन्छ त? तपाईँ हुनुहुन्छ भने तपाईँको श्रीमतीलाई, तपाईँको श्रीमती हुनुहुन्छ भने श्रीमानलाई हैन, या त छोराछोरीलाई हैन, या बाउआमालाई, दाजुभाइ दिदीबहिनी कसैलाई यदि बोलाउन चाहिन्छ हैन, यदि उसले त्यो देशको कुनै कम्पनीमा भिजा लगाएर वर्किङ भिजामा कामदार आफ्नो परिवारभित्रको मान्छेलाई ल्याउन चाहन्छ भने के हुन्छ? तपाईँले उसको भिजा प्रक्रिया सुरु गर्नुहुन्छ, पासपोर्टको कपी मगाउनुहुन्छ, भिजा निकाल्नुहुन्छ, त्यो कम्पनीबाट तपाईँले एग्रिमेन्टहरू लगायतका भिजा लगायतका कागजपत्रहरू लिएर गएर नेपालको राजदूतावासमा लिएर जानुहुन्छ हैन। त्यो देशमा भएको नेपाली राजदूतावासले त्यो कागजपत्रहरू प्रमाणीकरण गरिसकेपछि जब नेपाल तपाईँले पठाउनुहुन्छ त्यो पठाएको कागजपत्रहरूबाट नेपाल सरकारले श्रम स्वीकृति दिन्छ भने त्यसलाई व्यक्तिगत श्रम स्वीकृति भनेर भनिन्छ। त्यस्तो श्रम स्वीकृतिमा चाहिँ के हुन्छ भने वैदेशिक रोजगारमा जाने मान्छेले विदेशमा गएपछि गर्ने कुनै कम्पनीमा काम पाएन हैन, भनेको जस्तो तलब पाएन, सेवा सुविधा शर्त बमोजिमको काम पाएन भने के हुन्छ त? त्यो रिस्क आफ्नै हुन्छ है। त्यसमा मेन पावरले रिस्क लिँदैन, यहाँबाट पठाउने मान्छेले रिस्क लिँदैन। तर के हुन्छ भने वैदेशिक रोजगारमा नेपालको कुनै पनि मेन पावरले आफूले श्रम स्वीकृति निकालेर कोही मान्छेलाई पठाउँछ, कुनै कामदारलाई विदेशमा पठाउँछ हैन, म तपाईलाई यो काम दिलाइदिन्छु, यति तलब दिलाइदिन्छु, यो सेवा सुविधा शर्तहरू तपाईँको यो छ भनेर कामदारहरूलाई जब वैदेशिक रोजगारमा मेन पावर कम्पनीले आफ्नो फाइलबाट श्रम स्वीकृति निकाल्छ भने त्यसलाई संस्थागत श्रम स्वीकृति भनेर भनिन्छ। अर्थात् तपाईँलाई भनेको काम, तलब, सेवा सुविधा शर्तमा फरक पर्न गयो, मान्छे बिचल्लीमा पर्यो, अलपत्र पर्यो, ठगीमा पर्यो भने त्यो कुराको जिम्मा म लिन्छु भनेर नेपाल सरकार समक्ष उसले चाहिँ साक्षी बसेर तपाईलाई वैदेशिक रोजगारमा पठाएको हो भनेर भन्ने बुझ्नुपर्छ। त्यसो हुँदा त्यस्तो अवस्थामा तपाईँ विदेशमा अप्ठ्यारोमा पर्नुभयो, बिचल्लीमा पर्नुभयो, भनेको काम पाउनु भएन, सेवा सुविधा शर्त भन्दा बिल्कुल फरक काम भयो भने तपाईँले सम्बन्धित निकायमा उजुरी गर्नुभयो, सम्बन्धित निकायमा गएर चाहिँ आफ्नो कुराहरू राख्नुभयो भने त्यो कुराको समस्याको समाधान मेन पावर कम्पनीले गर्छ। त्यसलाई संस्थागत श्रम स्वीकृति भनेर भनिन्छ। यो कुरा बुझ्नु भएको छैन, श्रम स्वीकृति तपाईँले चेक गर्न अझै राम्रोसँग जान्नु भएको छैन भने म रिपिट गरेर पछि फेरि सिकाउँछु है। अब लागौँ अर्को एउटा टपिक्समा। अहिलेको टपिक्स भनेको चाहिँ रेमिटेन्स है। रेमिटेन्स भनेको के हो भन्ने कुरा बुझौँ पहिलो कुरा त। दोस्रो कुरा के कुरा बुझौँ, कहिलेकाहीँ तपाईँ हामीले सुन्दै आएको छौँ नि, यो देश त रेमिटेन्स भएन भने चल्दैन, रेमिटेन्स नहुने हो भने यो देशै चल्दैन भन्ने कुराहरू यता कता हामी सुन्दै आउँछौँ नि। त्यो किन भनेको होला मान्छेले भन्ने कुरामा पनि थोरै क्लियर हौँ ल। किनभने रेमिटेन्सको सबैभन्दा ठुलो हिस्सेदार, रेमिटेन्स पठाउने कुराको सबैभन्दा ठुलो हिस्सेदार त वैदेशिक रोजगारमा जाने कामदारहरू हो नि त। त्यस कारणले किन रेमिटेन्स नहुने हो भने देश चल्दैन भनेर मान्छेले भनेको होला भन्ने कुरा पनि बुझौँ ल। अब सबैभन्दा पहिला त रेमिटेन्सलाई नेपालीमा के भन्छ होला? रेमिटेन्सलाई नेपालीमा के भनिन्छ भन्नुहोस् त, कसैलाई थाहा छ यो क्लासमा? रेमिटेन्सलाई नेपालीमा विप्रेषण भनेर भनिन्छ है। रेमिटेन्स भनेको इङ्ग्लिस वर्ड हो, नेपाली होइन। रेमिटेन्सलाई नेपालीमा विप्रेषण भनेर भनिन्छ। रेमिटेन्स भनेको चाहिँ के हो भने कुनै पनि एउटा देशमा अर्को देश, कुनै पनि अरू देशहरूबाट वैधानिक तौरबाट, लिगल च्यानलबाट पैसा भित्रिन्छ, विदेशी मुद्रा आउँछ भने त्यसलाई रेमिटेन्स भनेर भनिन्छ। अब रेमिटेन्स चाहिँ हाम्रो देशमा आउने मात्रै हुँदैन, जाने पनि हुन्छ। कसरी जान्छ त भनेर भन्नुहुन्छ भने यहाँ विदेशी कामदारहरू छन् नि त हैन, विदेशी कामदारहरूले काम गर्छन्। कति इन्डियनहरूले बोतल कागज भन्दै कराउँदै हिँडेको पनि सुन्नुहुन्छ नि। उनीहरूले कमाएको पैसा यहीँ नेपालमा राख्छन् त
राख्दैनन् नि त, विदेशमा पठाउँछन्। ती इन्डियनहरूदेखि बाहेक अन्य देशका कामदारहरू पनि छन् नि त, होइन? कति आइएनजिओमा काम गर्ने हाई लेभलको कर्मचारीहरू छन्, कति कुटनैतिक नियोगमा काम गर्ने मानिसहरू छन्, होइन? उनीहरूले आय आर्जन गरेको रकम त केही हदसम्म पठाउन पनि सक्छन्, होइन? त्योदेखि बाहेक पनि विदेशी कम्पनीहरू छ यहाँ, जस्तो कि तपाईँले एनसेल भन्ने कम्पनी सुन्नु भएको छ नि त, देख्नु भएको छ, कतिले सिम कार्डै युज गर्छौँ हामीले, होइन? हामी जति फोनमा कुरा गर्दै जान्छौँ त्यति विदेशमा पैसा जाने हो, किनभने त्यो विदेशी कम्पनी हो। त्योदेखि बाहेक अन्य मल्टिनेसनल कम्पनीहरू पनि छ। मल्टिनेसनल कम्पनीहरू भनेको विदेशमा स्थापना भएका कम्पनी, होइन? तर धेरैवटा देशहरूमा त्यसको फ्रेन्चाइजहरू फैलिएको, होइन? जस्तो कि भन्नुहोस् कोका कोला भयो, केएफसीहरू लगायतका विदेशी कम्पनीहरूले नाफा लिएर के गर्छ त, यहीँ छोड्छ त, छोड्दैन नि, उसले पनि पठाउँछ, होइन? अब रेमिटेन्सको चाहिँ स्रोत भनेको के हुन्छ भनेर भन्नुहुन्छ भने वैदेशिक व्यापार एउटा, कि त हामीले रेमिटेन्स नेपालमा विदेशबाट हाम्रो देशमा पैसा पठाउनको लागि विदेशमा व्यापार गर्नु पर्यो, त्यो वैदेशिक व्यापार हामीसँग एकदमै नगण्य छ, होइन? हामीले निर्यात गरेको भन्दा आयात गरेको चाहिँ धेरै छ, होइन? त्यो भएपछि हाम्रो व्यापार घाटा हुन्छ। व्यापार घाटा भनेको के हो भनेर भन्नुहुन्छ भने सोझो अर्थमा हामी जति विदेशमा सामान बेच्छौँ त्योभन्दा बढी सामान किनेर ल्याउँछौँ भने त्यो बिचको अन्तरलाई चाहिँ व्यापार घाटा भनेर भनिन्छ, होइन? हामीले त विदेशमा हाम्रो सामान, हाम्रो उत्पादनहरू के बेच्छौँ होला त भन्नुहोस् त? नगण्य मात्रामा थोरै कार्पेटहरू, नेपाली गलैँचाहरू जान्छ, केही कृषिका तपाईँको जडीबुटीहरू जान्छ, होइन? त्योभन्दा बढी त अन्य सामानहरू आउँछ नि, जस्तो कि खाद्यान्नमा पनि चामल आयात गर्छ नेपालले, आलु समेत आयात गर्छ, अहिले हुँदाहुँदै गुन्द्रुक समेत चाइनाबाट आउँछ, होइन? तपाईँको नेपाली टिपिकल ड्रेसहरू समेत चाइनाबाट आउन थालिसक्यो, विदेशबाट आउँछ। सम्पूर्ण कुराहरू चाहिँ हामी लगभग आयात गरेर नै चलाउँछौँ, उपभोग गर्ने गर्छौँ, होइन? यत्रो धेरै चाहिँ सवारी साधनहरू गाडी बाटोमा दौडिन्छ, इन्धन छ, त्यसलाई चाहिने इन्धन छ, होइन? स्पेयर पार्ट्सहरू, गाडीहरू बिग्रियो भने त्यसको पार्ट पुर्जाहरू चाहिन्छ, होइन? औषधि उपचार गर्ने उपकरणहरू चाहिन्छ, औषधि उपचारका सामानहरू चाहिन्छ, होइन? त्यो सम्पूर्ण कुराहरू हामीले विदेशबाट किनेरै खाने हो नि त, होइन? अब तपाईँले रेमिटेन्स, अघि नै मैले भने रेमिटेन्स भनेको के भन्दाखेरि विदेशबाट वैधानिक तौरबाट हाम्रोमा पैसा आउँछ भने त्यसलाई चाहिँ रेमिटेन्स भनेर भनिन्छ। अब तपाईँहरूले हाम्रो आय स्रोतको माध्यम के हो, रेमिटेन्सको माध्यम के हो त भनेर भन्नुहुन्छ भने सबैभन्दा ठुलो माध्यम भनेको त वैदेशिक रोजगार देखिएको छ अहिले, किनभने अघि मैले सुरुमा भने नि वैदेशिक व्यापारबाट त त्यति ठुलो मात्रामा पैसा आउँदैन, व्यापार गरेर हामीले पैसा भित्राउन सक्दैनौँ। दोस्रो वैदेशिक रोजगार भयो, तेस्रो पर्यटन भयो, होइन? पर्यटन पनि हाम्रो देश अनुसारको जति पर्यटनको स्रोत छ, जति यहाँको हामीले युटिलाइज गर्नुपर्ने कुराहरू छ, त्यो मात्रामा चाहिँ हामीले पर्यटकहरू भित्राउन सकेको छैन भने सबैभन्दा ठुलो रेमिटेन्सको माध्यम भनेको चाहिँ के हो नेपालको भनेर भन्नुहुन्छ भने वैदेशिक रोजगार नै हो, होइन? विदेश जाने, श्रम गर्ने, पैसा नेपालमा पठाउने देखिएको छ अहिलेसम्म। अब तपाईँको के छ भनेर भन्नुहुन्छ भने रेमिटेन्स पैसा आउँदाखेरि रेमिटेन्स चाहिँ लिगल तरिकाबाट मात्रै आउँछ, तर पैसा चाहिँ विदेशबाट गैर कानुनी तरिकाबाट पनि आउँछ नेपालमा, होइन? दुईवटा तरिकाबाट आउँछ, एउटा कानुनी माध्यमबाट आउँछ, रेमिटेन्सबाट आउँछ। रेमिटेन्सबाट भनेको के हो भन्नुहुन्छ भने या तपाईँले आफ्नो ब्याङ्क खातामा या आफन्तको ब्याङ्क खातामा विदेशबाट पैसा हालिदिनुहुन्छ, या त तपाईँले रेमिटेन्स कम्पनी मार्फत, रेमिटेन्स कम्पनीहरू भनेको के हो भन्नुहुन्छ भने आइएमई, होइन? प्रभु मनी, वेस्टर्न युनियन लगायतको राष्ट्रिय ब्याङ्कबाट स्वीकृति प्राप्त संस्था, जसले सटरै खोलेर या अफिसै खडा गरेर तपाईँलाई बिल भरपाई नै दिएर तपाईँलाई पैसा भुक्तानी गर्छ विदेशबाट आएको पैसा भने त्यस्तो वैधानिक संस्थाहरूबाट कि तपाईँले पैसा पठाउनु पर्यो कि ब्याङ्कबाट पठाउनु भयो भने त्यो के हुन्छ, त्यो चाहिँ लिगल हुन्छ, कानुनी माध्यम पुरा गरेर आएको मानिन्छ। तर इलिगल तरिकाबाट पनि पैसा नेपालमा चाहिँ आउँछ कहिलेकाहीँ। कसरी आउँछ? हुन्डी, तपाईँहरूले सुन्नु भएको छ नि त, हुन्डीको माध्यमबाट पैसा आउँछ, होइन? अब हुन्डीको माध्यमबाट चाहिँ हुन्डी भनेको चाहिँ के हो भन्ने कुरा तपाईँहरूलाई थाहा नै होला, होइन? विदेशमा तपाईँले कमाएको पैसा कुनै एकजना व्यक्तिलाई दिनुहुन्छ, त्यो व्यक्तिले तपाईँको घरसम्म यहाँ पैसा पुर्याइदिन्छ या तपाईँले चाहेको व्यक्तिलाई पैसा दिन्छ भने त्यसलाई चाहिँ हुन्डी भनिन्छ। अब हुन्डी र रेमिटेन्समा के फरक छ अब त्यो पनि एकछिन बुझौँ है। अब तपाईँले हुन्डी गर्नुभयो, तपाईँले कमाएको पैसा चाहिँ हुन्डी गर्नुभयो भने के हुन्छ, तपाईँले पठाउने रेटभन्दा बढी पैसा पनि दिन सक्छ, चार्ज पनि नलिन सक्छ या थोरै लिन सक्छ। तर समस्या चाहिँ कहाँ हुन्छ भनेर भन्नुहुन्छ भने तपाईँले पठाएको हुन्डी मार्फत पठाएको पैसा चाहिँ अवैधानिक इलिगल हुने भएको हुनाले गर्दाखेरि
त्यो हुन्डीको कारोबारी जहिले पनि सरकारको निगरानीमा हुन्छ हैन। कसैले झोसपोल गरिदिन सक्छ, हुन्डीको कारोबारीलाई पक्रिन सक्छ सरकारले। पक्रियो भने के हुन्छ त, उसको त पैसा जफत हुन्छ, राज्यले जफत गरिदिन्छ। अनि तपाईँले हुन्डी मार्फत पठाएको एउटा व्यक्तिलाई दिएको पैसा, त्यो व्यक्ति चाहिँ पक्राउ पर्यो, जेल पर्यो, उसको सम्पूर्ण पैसा चाहिँ जफत भयो भने तपाईँलाई घरमा भुक्तानी गरिदिन्छ त? गर्दैन नि त, गर्न सक्दैन। उसको त सक्यो नि हैन, खेल खतम भयो। तर तपाईँले मानिलिउँ तपाईँले पठाएको पैसा चाहिँ त्यो व्यक्ति पक्राउ परेन, हुन्डी कारोबारी पक्राउ परेन, तपाईँले हुन्डीबाट रेगुलर पैसा बढी पाइने रहेछ भन्ने लोभमा चाहिँ पैसा पठाउँदै जानुभयो घरमा भने तपाईँले वैदेशिक रोजगारमा आर्जन गरेको पैसा त तपाईँको घरमा त्यतिकै त राखिराख्नुहुन्न। तपाईँको घर परिवारको मान्छेले, तपाईँको आफन्तले राख्नुहुन्न, के गर्नुहुन्छ त, ब्याङ्कमा लगेर राख्न थाल्नुहुन्छ होइन। अब ब्याङ्कमा लगेर राखिसकेपछि के हुन्छ भनेर भन्नुहुन्छ भने नियमित रूपमा तपाईँको डिपोजिट चाहिँ आएको आइछ ब्याङ्कमा, महिनै पछि ब्याङ्कमा पैसा जम्मा भएको भएछ होइन। अब त्यस्तो स्थितिमा आयस्रोतको माध्यम शङ्कास्पद छ, आयस्रोतको माध्यम चाहिँ यसको गलत तरिकाले छ या शङ्कास्पद छ, आयस्रोतको माध्यम खुल्न सकेको छैन भन्ने राष्ट्र ब्याङ्कलाई शङ्का भयो भने नेपालमा भएको सम्पूर्ण ब्याङ्कहरूको खाता चाहिँ राष्ट्र ब्याङ्कले नियमन गर्छ। ब्याङ्कहरूको नियमन गर्ने संस्था भनेको नेपाल राष्ट्र ब्याङ्क हो। त्यो नेपाल राष्ट्र ब्याङ्कले तपाईँको खाता शङ्कास्पद हुने बित्तिकै तपाईँलाई चिठी काटेर तपाईँको खाता ब्लक गर्छ। यो आयस्रोतको चाहिँ यो खातामा भएको पैसाको चाहिँ स्रोत खुलाउनुहोस् भनेर भन्छ होइन। स्रोत खुलाउनुहोस् भनेर भन्ने बित्तिकै तपाईँको नियमित रूपमा चाहिँ खातामा जम्मा गर्ने तपाईँको बुवा आमा दाजुभाइ होइन, श्रीमती श्रीमान कसैले पनि स्रोत त खुलाउन सक्नुहुन्न, किनभने आएको छ हुन्डीबाट पैसा। तपाईँले विदेशमा कानुनी तरिकाबाट पैसा कमाउनु भयो, कानुनी प्रक्रिया पुरा गरेर पैसा कमाउनु भयो, आर्जन गर्नुभयो, दुःख गर्नुभयो, तर पठाउँदा चाहिँ के गर्नुभयो, गलत तरिकाबाट पैसा पठाउनु भयो, हुन्डीबाट पठाउनु भयो। त्यो स्थितिमा तपाईँले आयस्रोत खुलाउन सक्नु भएन। तपाईँको सम्पत्ति शुद्धिकरणले चाहिँ तपाईँको पैसा शङ्कास्पद देख्यो, नेपाल राष्ट्र ब्याङ्कले शङ्कास्पद देख्यो भने त्यो अवस्थामा तपाईँको खाता ब्लक गरिदिन सक्छ, रोक्का गरिदिन सक्छ होइन। तपाईँको सम्पत्ति जफत हुन सक्छ। त्यस कारणले हामीले पैसा पठाउँदाखेरि जहिले पनि दुई पैसा 5 पैसा हुन्डीबाट सस्तो हुने भयो भनेर गैर कानुनी तौरबाट इलिगल तरिकाबाट पठाउनु हुँदैन। हामीले पठाउँदा जहिले पनि कानुनी प्रक्रिया पुरा गरेर, अर्थात् ब्याङ्कबाट तपाईँको ब्याङ्क खातामै पैसा जम्मा हुने गरी, तपाईँको आफन्तको ब्याङ्क खातामा पैसा जम्मा हुने गरी, या त तपाईँको रेमिटेन्स कम्पनीबाट पठाउनु भयो भने तपाईँ जहिलेसुकै सुरक्षित हुनुहुन्छ। अर्को कुरा के हुन्छ, मानिलिउँ राष्ट्र ब्याङ्कले पनि तपाईँको नियमन गरेन, तपाईँको खाता ब्लक गरेन। अब त्यो कमाउँदै गएको पैसा तपाईँले खातामा मात्रै त राख्नुहुन्न। मानिलिउँ तपाईँलाई घडेरी किन्न मन लाग्ला, जग्गा किन्न मन लाग्ला होइन, घर किन्न मन लाग्ला, त्यो अवस्थामा तपाईँ चाहिँ घर पास गर्नलाई भनेर मालपोतमा जानुभयो भने मालपोतले यो पैसा कहाँबाट तपाईँको आयो, यसको स्रोत खुलाउनुहोस् त भन्छ। त्यो अवस्थामा तपाईँले स्रोत खुलाउन सक्नु भएन भने तपाईँ अप्ठ्यारोमा पर्नुहुन्छ होइन। त्यस कारणले हामीले आर्जन गरेको पैसा जहिलेसुकै पठाउँदाखेरि हामीले चाहिँ लिगल च्यानलबाट मात्रै, वैधानिक स्रोतबाट पुरा हुने गरी मात्रै पठाउनुपर्छ। अब तपाईँलाई चाहिँ यसको आयस्रोतको माध्यम खुलाउनुहोस् भनेर भन्यो अनि तपाईँले चाहिँ सधैँ ब्याङ्कमा, आफ्नो ब्याङ्कमा ट्रान्सफर गर्नुभएको छ भने त ब्याङ्कमा त सधैँभरि स्टेटमेन्ट रहन्छ नि त, ब्याङ्कले त तपाईँलाई स्टेटमेन्ट दिन सक्छ होइन। तपाईँको विदेशबाट जम्मा भएको भन्ने कुरा प्रमाणित हुन्छ, विदेशमा तपाईँले काम गर्नुभएको, नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेश जानुभएको भन्ने कुरा प्रमाणित हुन्छ होइन। त्यो स्थितिमा तपाईँ अप्ठ्यारोमा पर्नुहुन्न। अनि रेमिटेन्स कम्पनीबाट पैसा पठाएको छ भने पनि रेमिटेन्स कम्पनीसँग त त्यसको रेकर्ड हुन्छ होइन। त्यो रेकर्ड तपाईँलाई मुद्दा मामिला हुने भयो, अप्ठ्यारो स्थिति आउने भयो भने त उसले त्यो रेकर्ड उपलब्ध गराउनुपर्छ, या त तपाईँलाई भाउचर दिएको हुन्छ, त्यो भाउचर सुरक्षित साथ राख्नुभयो भने तपाईँ अप्ठ्यारोमा पर्नुहुन्न होइन। तर हुन्डी मार्फत हामीले पैसा पठाइयो भने के हुन्छ त, त्यो आर्जन गरेको सम्पत्ति पनि, त्यो पैसा पनि जहिलेसुकै जोखिम हुन्छ होइन। अनि जोखिम मोलेर चाहिँ तपाईँले थोरै पैसाको लोभमा, थोरै पैसाको लालचमा होइन, आफूले आर्जन गरेको सम्पूर्ण पैसाहरू रिस्कमा राख्न नचाहनुहोस्, नराख्नुहोस् भन्ने चाहिँ म सुझाव दिन चाहन्छु है। अब अघि एउटा कुरा मैले भनेको थिएँ, कति मानिसहरूले हामीले सुन्दै आएको छौँ होइन, यो देश रेमिटेन्सले चलेको देश हो भनेर भन्छन् भनेर मैले भने नि, किन भनेको होला त? तपाईँहरू यसो सोच्नुहोस् त, हामी बजारमा गयौँ भने कुनै पनि सामान किन्नु पर्यो भने हामीले नेपाली रुपियाँ 1500को गोजीभरि पैसा बोकेर गयौँ भने सामान किनेर ल्याउन सक्छौँ कि सक्दैनौँ? सक्छौँ नि होइन। हामीसँग देशमा यथेष्ट रूपमा पैसा छ, पर्याप्त पैसा छ। अझ ब्याङ्कमा पैसा बढी भएर चाहिँ राष्ट्र ब्याङ्कले तानेको तानै छ
अनि किन चाहिँ विदेशबाट पैसा आएन भने, रेमिटेन्स आएन भने चाहिँ देश चल्दैन, देश चाहिँ त्यसरी चलेको भनेर मान्छेले भनेको होला भन्ने कौतूहलतातिर पनि जाउँ होइन। अब के हुन्छ भने दुई देश बिचको व्यापारमा चाहिँ के हुन्छ भने हामी आन्तरिक व्यापारमा यो देशमा तपाईँ कुनै पनि सामानहरू किन्न जानुहोस्, नेपाली रुपियाँ खर्च गर्नुभयो भने त पाइहाल्नुहुन्छ। तर एक देशदेखि अर्को देशको कारोबारमा, दुई देश बिचको व्यापारमा चाहिँ के हुन्छ भने एउटा देशले अर्को देशबाट सामान खरिद गरेर, कुनै पनि व्यापारीले जब एक देशबाट अर्को देशबाट सामान खरिद गरेर लिएर आउँछ, हामीले नर्मल्ली नेपालबाट सामान खरिद गरेर जति पनि लिएर आउँछौँ, हामीले खरिद गरेर लिएर आउने सामानको भुक्तानीको प्रक्रिया भनेको चाहिँ US डलरमा हुन्छ। मोड अफ पेमेन्ट भनेको हामीले डलरमा पेमेन्ट गर्नुपर्ने हुन्छ विदेशबाट। अब तपाईँहरू यसो सोच्नुहोस्, यसो हेर्नुहोस्, तपाईँहरूको भान्सामा पाक्ने चामल हामी आयात गर्न थालिसक्यौँ विदेशबाट होइन, आलु आयात हुन्छ, गुन्द्रुक आयात हुन थालिसक्यो होइन, किचनका आइटमहरू, सागसब्जी, तरकारीहरू विदेशबाट आयात हुन थालिसके होइन। अब तपाईँहरूले लगाएको जुत्तादेखि टोपीसम्म लगाएको कुराहरू हेर्नुहोस्, नेपालमा बनेको सामानै छैन होइन। मेड इन नेपाल लेखेको रहेछ, यदि नेपालमै बनेको छ भने पनि त्यसले कच्चा पदार्थ चाहिँ विदेशबाटै आयात गर्छ। यहाँ कच्चा पदार्थदेखि सम्पूर्ण कुरा चाहिँ उत्पादन गर्ने कम्पनीहरू, त्यस्ता उद्योगहरू एकदम नगण्य मात्रामा छन्। थोरै मात्रै उद्योगहरूले त्यसरी चाहिँ उत्पादन गर्छन्। बाँकी सबै हामीले चाहिँ विदेशबाट कच्चा पदार्थ आयात गरेर यहाँ जोडजाड गर्ने मात्रै काम गर्छौँ। नेपालमै बनेका उद्योग, औषधिहरूले पनि के गर्छ, औषधि उद्योगहरूले विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँ बनाउने मात्रै हो होइन। अब तपाईँ यसो सोच्नुहोस्, यत्रो बाटोभरि दौडिने गाडीहरू सबै हामीले विदेशबाट किनेर ल्याउने हो। ती गाडीहरू सञ्चालन हुनको लागि चाहिने इन्धनहरू विदेशबाट किनेर ल्याउने हो होइन। त्यसको लागि चाहिने स्पेयर पार्ट्स हामीले त्यो बिग्रिँदाखेरि मर्मत गर्ने सामानहरू, स्पेयर पार्ट्सहरू विदेशबाट खरिद गरेर ल्याउने हो होइन। हस्पिटलहरूमा हेर्नुहोस् त, मान्छेहरूलाई उपचार गर्ने उपकरणहरू विदेशबाट खरिद गरेर ल्याउने हो, औषधि विदेशबाट खरिद गरेर लिएर आउने हो। सम्पूर्ण कुरा हामीले आयात गर्नुपर्छ। ती सम्पूर्ण कुराहरू आयात गर्नको लागि के हुन्छ त, विदेशको कुनै पनि कम्पनीबाट सामान आयात गरेर ल्याउँदाखेरि व्यापारीले जब LC खोल्छ, ब्याङ्कमा गएर लेटर अफ क्रेडिट भन्छ त्यसलाई, LC खोल्दाखेरि ब्याङ्कले चाहिँ पेमेन्ट जब विदेशी कम्पनीलाई दिन्छ, विदेशी कम्पनीलाई पेमेन्ट दिँदाखेरि, भुक्तानी दिँदाखेरि उसले चाहिँ विदेशी मुद्रामा दिनुपर्ने हुन्छ या त डलरमा दिनुपर्ने हुन्छ होइन। अब हामीले विदेशबाट सामान ल्याउँदाखेरि विदेशको कम्पनीलाई भुक्तानी गर्ने जुन रकम छ, त्यो रकमको विदेशी मुद्राको स्रोत यो देशको के हो त भन्दाखेरि सबैभन्दा ठुलो स्रोत भनेको त वैदेशिक रोजगार हो होइन। वैदेशिक रोजगारीमा गएको श्रमिकहरूले आर्जन गरेर पठाएको पैसा चाहिँ के हुन्छ भने तपाईँको ब्याङ्क या रेमिटेन्स कम्पनीहरूले तपाईँहरूलाई नेपाली रुपियाँमा भुक्तानी गर्छ। तपाईँले पठाउँदा विदेशी मुद्रामा पठाउनुहुन्छ। त्यो विदेशी मुद्रा चाहिँ के हुन्छ भनेर भन्नुहुन्छ भने नेपालको केन्द्रीय ब्याङ्क, नेपाल राष्ट्र ब्याङ्कको खातामा गएर बस्छ। विदेशी मुद्रा चाहिँ नेपाल राष्ट्र ब्याङ्कले राख्छ। त्यो रकम बराबरको नेपाली पैसा उसले भुक्तानी गरिदिन्छ। अनि के हुन्छ, नेपाल राष्ट्र ब्याङ्कको खातामा चाहिँ विदेशी मुद्रा थुप्रिँदै जान्छ होइन। त्यही खाताबाट चाहिँ खर्च पनि हुँदै जान्छ। अनि तपाईँहरूले समाचारमा कहिलेकाहीँ सुन्नुहुन्छ, हाम्रो देशको विदेशी विनिमयको सञ्चित यति महिनालाई पुग्ने छ भन्ने सुन्नुहुन्छ नि। त्यो भनेको के हो त, 22 महिनाको लागि लगभग सञ्चित छ भन्ने सुन्नुभयो होला लास्ट टाइम। त्यो भनेको के हो भने 22 महिनासम्म विदेशबाट पैसा आएन भने पनि देश चलायमान हुन्छ, आर्थिक रूपमा चलिरहन्छ भन्न खोज्या हो होइन। अब त्यो चाहिँ के हुन्छ भने तपाईँहरूले वैदेशिक रोजगारमा बस्ने, काम गर्ने श्रमिकहरूले चाहिँ नेपालमा वैधानिक तवरबाट पैसा पठायो भने पो त्यो पैसा चाहिँ नेपाल राष्ट्र ब्याङ्कमा रहिरहन पाउँछ र त्यही पैसाबाट विदेशबाट सामान खरिद गर्दाखेरि भुक्तानी हुने, आउने जाने प्रक्रिया निरन्तर चलिरहन्छ, देश चलायमान हुन्छ त होइन। अब तपाईँहरू सबैले हुन्डीबाट पठाइदिन थाल्नुभयो, गैर कानुनी काम गर्नुभयो भने के हुन्छ त, राज्यलाई पनि असर गर्छ। राज्यलाई कसरी असर गर्छ त, हामीसँग विदेशी मुद्राको चाहिँ पर्याप्त मात्रामा चाहिँ स्टक हुँदैन। त्यो नहुने बित्तिकै के हुन्छ भने त्यस्तो सेन्सिटिभ पार्टमा राज्यले जहिलेसुकै निगरानी गर्छ होइन। त्यो भएकोले राज्यको एकदमै संवेदनशील विषयवस्तु भएकोले गर्दाखेरि चाहिँ हुन्डीको कारोबारीहरूलाई पक्रिन्छ होइन। हुन्डीको कारोबारीहरूलाई पक्रिनुपर्ने, समाउनु पर्ने हुन्छ। त्यस कारणले गर्दा हामीले विदेशमा आर्जन गरेको पैसा थोरै पैसाको लोभमा होइन हुन्डी गर्न थाल्यौँ होइन, कसैको हातमा दिएर पठाउन थाल्यौँ भने चाहिँ राज्यलाई समेत घाटा हुन्छ। हामी व्यक्तिलाई मात्रै होइन, राज्यलाई समेत घाटा हुन्छ। यो देशको GDP को लगभग 20 देखि 25% भनेको लगभग यो रेमिटेन्सले नै धानेको छ भने त्यत्रो ठुलो राष्ट्रलाई योगदान पुर्याइरहेको क्षेत्रमा तपाईँहरू चाहिँ काम गर्न जाँदै हुनुहुन्छ, पठाउँदै हुनुहुन्छ देशलाई भने हामीले त्यो
परिस्थितिमा राज्यलाई पनि केही न केही योगदान पुर्याउने, प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान पुर्याउने भएकोले हामीले आर्जन गरेको पैसा चाहिँ हामीले जहिले पनि सही तरिकाबाट सही च्यानलबाट खातामा या रेमिटेन्स कम्पनीमा मात्रै पठाउनुपर्छ भनेर चाहिँ राज्यले भन्छ, सरकारले भन्छ है। र अर्को कुरा चाहिँ तपाईँले केही समय अगाडि श्रीलङ्काको पनि उदाहरण देख्नुभयो नि, श्रीलङ्काको न्युज सुन्नुभयो, श्रीलङ्का टाट पल्ट्यो भन्ने सुन्नुभयो नि होइन, निकै ठुलो झडप भयो, गृहयुद्ध जस्तै भयो होइन। त्यो भनेको के हो त, श्रीलङ्कामा पनि त उसको आफ्नो पैसा थियो नि त होइन, आफ्नो मुद्रा त छँदै थियो, तर के भयो उसको विदेशी विनिमयको, उसको विदेशी करेन्सीको, फरेन करेन्सीको चाहिँ उसँग स्टक भएन, सक्यो। स्टक नभइसकेपछि के भयो त, देश टाट पल्ट्यो। त्यसै गरी हाम्रो देशमा पनि विदेशबाट आउने पैसा चाहिँ गैर कानुनी तरिकाबाट आउन थाल्यो होइन, आम्दानी भन्दा खर्च बढी हुन थाल्यो होइन, तपाईँहरूले पठाउने भन्दा ज्यादा खर्च हुन थाल्यो भने के हुन्छ त, देश टाट पल्टिन सक्छ। त्यस कारणले कति मानिसहरूले के भन्छन् भने यो देश रेमिटेन्सले चलेको देश हो भनेर भन्ने गर्छन् है। अब हामीले कमाएको आर्जन गरेको पैसा चाहिँ हामी कुन माध्यमबाट पठाउने त, रेमिटेन्सबाट मात्रै पठाउने। अनि रेमिटेन्सबाट पैसा पठाउने साथीहरूको लागि एउटा राम्रो कुरा के छ भने तपाईँहरूले श्रम स्वीकृति निकालेर जब वैदेशिक रोजगारीमा जानुहुन्छ, वैदेशिक रोजगारमा जानुहुन्छ, त्यो ती श्रमिकहरूको लागि राज्यले के कुराको व्यवस्था गरेको छ अहिले आएर भने, तपाईँहरूले सेयर बजारको बारेमा सुन्नुभएको छ, अघि एकजनाले सेयर बजारको बारेमा सोध्छु भन्दै हुनुहुन्थ्यो। सेयर बजारमा तपाईँहरूले कसैको उक्साटमा लागेर, सेयर बजार दुई खालको हुन्छ हेर्नुहोस् है, एउटा प्राइमरी हुन्छ, अर्को चाहिँ सेकेन्डरी हुन्छ। सेकेन्डरी मार्केटमा कसैले उचालेर चाहिँ तपाईँहरूले लगानी गर्नुभयो भने त्यहाँ फस्न पनि सकिन्छ, तर हामीले कहाँ लगानी गर्दाखेरि चाहिँ फसिँदैन, सुरक्षित हुन्छ भन्दाखेरि प्राइमरी मार्केट आइपिओ चाहिँ हामीले जारी गरेको, कम्पनीहरूले सर्वसाधारण जनताको लागि आइपिओ निष्कासन गर्छ। आइपिओ भनेको इनिसियल पब्लिक अफरिङ भनेर भन्छ। त्यो आइपिओ जारी गरेको सेयर चाहिँ हामीले जति पनि खरिद गर्दा हुन्छ, त्यसमा चाहिँ घाटा हुने चान्सेस 99.99% हुँदैन है। अब त्यो कसरी खरिद गर्ने भनेर भन्दाखेरि तपाईँहरू अहिले वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि जुन ब्याङ्कमा तपाईँहरूको खाता छ होइन, कुनै न कुनै ब्याङ्कमा त खाता होला, त्यो ब्याङ्कमा गएर तपाईँहरूले के गर्नुहोस् भने मेरो डिम्याट खाता खोलिदिनु भनेर भन्नुहोस् है। डिम्याट खाता खोली माग्ने है। डिम्याट खाता भनेको के हो भनेर भन्नुहुन्छ भने ब्याङ्कमा भएको खातामा तपाईँहरूले के कारोबार गर्नुहुन्छ, नगदको कारोबार गर्नुहुन्छ, खातामा पैसा जम्मा गर्नुहुन्छ, झिक्नुहुन्छ ब्याङ्कमा भएको खातामा होइन। त्यस्तै तपाईँको सेयरको कारोबार गर्ने एउटा खाता हुन्छ, त्यो खातालाई डिम्याट खाता भनेर भनिन्छ है। त्यो खाता ब्याङ्कमा, जुन ब्याङ्कमा तपाईँहरूको खाता छ त्यो ब्याङ्कमा गएर डिम्याट खाता मेरो खोलिदिनुहोस् भनेर भन्ने। डिम्याट खाता खोलिसकेपछि मेरो सेयरको युजर नेम पासवर्ड तपाईँहरूलाई माग्ने होइन। मेरो सेयरको युजर नेम पासवर्ड मागिसकिसकेपछि के हुन्छ भनेर भन्नुहुन्छ भने श्रम स्वीकृति निकालेर वैदेशिक रोजगारमा गएको, नेपालबाट गएको कामदारहरूले तपाईँ श्रम निकालेको प्रमाण र विदेशबाट तपाईँले रेमिटेन्समा पैसा पठाएको प्रमाण दिइसकिसकेपछि त्यो खातामा, रेमिटेन्सबाट त्यो खातामा विदेशबाट पैसा हालिसकेपछि तपाईँहरूले आइपिओ जारी गर्दा, जब कुनै पनि कम्पनीहरूले आइपिओ जारी गर्छ, त्यो आइपिओ जारी गरेको सेयरमा 10% चाहिँ वैदेशिक रोजगारमा रहेको नेपालीहरूलाई आरक्षण दिन्छ होइन, आरक्षण दिने व्यवस्था गरेको छ। भन्नुको मतलब के भने नेपालमा भएको सम्पूर्ण नेपालीहरूले त्यो कम्पनीको सेयरको 90% एप्लाई गर्न पाइन्छ। वैदेशिक रोजगारमा मात्रै भएको मान्छेहरूले चाहिँ, नेपालबाट वैदेशिक रोजगारमा कानुनी प्रक्रिया पुरा गरेर श्रम निकालेर गएको कामदारहरूले 10% आरक्षण लिन पाउने व्यवस्था छ भने त्यो आरक्षणको कोटाभित्रबाट तपाईँहरूले सेयर भर्नुभयो भने चाहिँ पर्ने सम्भावना एकदमै म्याक्सिमम हुन्छ होइन। त्यसमा चाहिँ एकदमै फाइदा छ। त्यो भएकोले तपाईँहरू जाने बेलामा ब्याङ्कमा गएर डिम्याट खाता पनि खोल्नुहोस् होइन, सेयर पनि भर्ने गर्नुहोस् है।